Hello. Houston Town light switch on. Merry Christmas. Hello and namaskar सबैजनालाई. Welcome to Nike Vlogs. Today आज हामी जाँदैछौँ लाइट स्विच अन क्रिसमस लाइट स्विच अन हेल्स्टन टाउनमा. नोभेम्बरको महिना अलमोस्ट 7 बजे नै 7 पनि बजे हैन 6:30 बजे नै खतरा अन्धकार छ है. सो सबै हजारौंमा एक्कासी जम लाइट बल्दा त मान्छेहरू ग्यादरिङ हुँदैछन्. पुरा यहाँ खाँदै है गाली पो गर्ने कि भन्नुपर्ने. स्टेजमा चाहिँ यस्तो छ है लाइट. यहाँ अब मान्छेहरू बोल्दैछन्. क्रिसमस सङ मान्छेहरूको ग्यादरिङ हुँदै रहेछ. टाउन एकदम सानो छ. अरू बेलामा मान्छे देखिन्न बट आज चाहिँ यस्तो भिड छ. के भन्नु छ दिदी? अरू बेला कहिले मान्छे देखिन्थ्यो? देखिँदैन. आज मान्छे देखियो. यस्तो धेरै मान्छे छन् यो टाउनमा भन्ने यस्तै ओकेजनमा मात्रै देखिन्छ. अनि क्रिसमस सपहरू सब रङ छन् होइन. हाम्रो तिहारको ठक्क दीपावलीको दिन लक्ष्मी पूजा दिन सबै टाउनमा यस्तै बनाएर गर्नुपर्ने हो कि के भन्नुहुन्छ हजुरले? त्यो गर्ने अनि बल्ल रमाइलो हुन्छ कि. यस्तो पुरा मान्छे ग्यादरिङ भएर म पनि कस्तो चिरिको राम्रो देखिएछु आज त. खतरा खतरा खतरा. सपिङ गर्न बिजी छन् है पुरा. यहाँ चाहिँ मेन टाउन हल चाहिँ यो हो. यिनीहरूले लाइट बाल्न चाहिँ एकैचोटि सबै जम्म बल्ल मजा आउँछ. Band ready for today. Christmas song को लागि. Hi. Hello. नेपालमा जस्तो के अरे के कसको पुडिया अरे यो पुडियाको बाल. पुडियाको बाल पनि यहाँ पाइँदैछ. यो रमाइलो मेला. हाम्रो भिक्सोजीले बेच्दै हुनुहुन्छ. भिक्सो टाउनमा चाहिँ अब यता पनि रमाइलो छ उता पनि रमाइलो यता पनि रमाइलो. कता जान्छ कता जताततै रमाइलो. झिलिमिली झिल्ला. हजुरलाई किनिदिनु एउटा चाहिन्छ? अनि पुडियाको बाल खानु अन्त पुडियाको बाल. यता चाहिँ अलि सुनसान छ. तल मेन सिटी हो योभन्दा नि. यो क्रिसमस भनेर होला. क्रिसमस लाइटले गर्दा होला. म पनि भएन दिदीसम्म राम्रो के भन्ने है. ओहो म चाहिँ चिरिकै टल्किएछु. मेहनतले काम गर्यो. पुरा छामछाममा स्टलहरू राखेर मान्छेले अब यो पुरा बेच्दैछन् है. केटाकेटीहरूको रौनक के किनिदिनु यो हजुरले? केटाकेटीहरूको रौनक हेर्नु न. ओहो अरे बुढी हजुरआमै पनि यसरी बेच्न हिँड्नु आहा. बुढी बजैले पनि बेच्न हिँड्नु आहा. कसैले किन्दै हुन्थ्यो. आफूसित त दाम छैन. ठ्याक्कै तिहारमा यस्तो रमाइलो लाउन. यस्तो राम्रो लाइटिङ छ कि आँखै खाने. हो बार भनेर के हान्ने. बार भन्दा बाहिर यति रमाइलो छ. भित्र जे बेचे पनि
के गर्ने आफैले खाइँदैन जान भएन तर बार हेर्दाखेरि त बाफ्रे आजैबाट सुरु गरिदिउँ कि जस्तो चाहिँ बाहिरबाट बार हेर्दा त क्या नि दिदी सुरु गर्ने हो त चट्टै एक ट्वाक लाएर भोलि काममा नजाने अनि कुन हेलो फ्रेस तरकारी पनि आज खुला है तरकारी किन्न जाने हो भने भित्र कुकुरले चाहिँ याउ 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 गर्दैछ तरकारी किन्न पाइन्छ यहाँ यता 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 अब चाहिँ अच्छा लाएर चाहिने जो भन्दाखेरि जिन्दगीमा कुनै दिन लाइट बालेको पनि यस्तरी लाइन बसेर हेर्नु पर्ला जस्तो छ आज खत्रै भिड होला जस्तो छ हामी फर्किँदाखेरि चाहिँ यहाँ दिदीले खोज्दै हिँड्नु आयो के किन्ने हो भनेर के मेसो पाउनु आएन होइन धेरै देखेर के किनौँ भइसक्यो हामी अब टाउन सकिसक्यो जाने भिडियो सुरु नहुँदै टाउन सकियो दिदी यहाँ ज्वेलरी किन्न सुरु गर्नुभयो किन्ने हो कि हेर्ने मात्रै हो ह्यान्डमेड फ्लावर्स कसलाई किन्ने नि यार पहिला गर्लफ्रेन्ड खोज्नु पर्यो त्यसपछि मलाई किन्ने लाग्यो शान्तसित फोटो खिच्नलाई चाहिँ लगभग कति भने आधी घन्टा 1 घन्टाको चाहिँ वेटिङ लाइन अरे अब अहिले 1 घन्टाको वेटिङ लाइनमा जाने हो नि त पुग्दै पुगिन्न त हेलो मेरी क्रिसमस मेरी क्रिसमस आइडी सो दे Hello. Houston Town light switch on. Woo! Thank you. But we want to say thank you and the parents to help us in this process. Merry Christmas, everyone.
Merry Christmas. Literally the one there on the corner, and I thought it might be a bit quieter. This is a little bit out of the way, isn't it? लाइट चाहिँ तलतिर भन्दा मास्तिर दामी हुँदो रहेछ एक्सपेक्टेसन भर्सेस रियालिटी भयो सो यसैसँगै आजको लागि चाहिँ यो भिडियो सकियो सोचे जस्तो चाहिँ भएन हैन एक्सपेक्टेसन भर्सेस रियालिटी भयो ठ्याक्क लाइट बलेपछि पानी आयो र यसै सँगसँगै चाहिँ आजको लागि भिडियो इन्ड गरिन्छ अब हेल्स्टन ट्रेन क्रिसमस ट्रेनमा गइयो भने चाहिँ त्यसको भिडियो लिएर फेरि आउनेछु अहिलेको लागि चाहिँ हेलो बाई मेरी क्रिसमस टु एभ्रीवन We're not being